के छ भने मेरो भिडियो पनि तपाईहरु कम हेर्नुहुन्छ, मेरो फेसबुक स्ट्याटस पनि कम हेर्नुहुन्छ। अबदेखि हेर्नु होला। मैले तपाईहरुको जेनजी मुभमेन्टको दिन 24 गते राति मैले अमेरिकाबाट एउटा स्ट्याटस राखेको थिएँ। मैले त्यतिबेला भनेको थिएँ सबभन्दा पहिला यो पार्लियामेन्ट भित्रैबाट जेनजीहरुका मुख्य मागहरुलाई सम्बोधन गर्नुपर्छ भनेको थिएँ। षड्यन्त्रमूलक ढंगले पार्लियामेन्ट भङ्ग भयो, त्यो त्यतिबेला 3 दिनभित्रमा गर्न सकिन्थ्यो हो कि। र षड्यन्त्रमूलक ढंगले भन्छु म त आज कठपुतली सरकारको निर्माण भयो र यसरी समस्याको समाधान हुँदैन। समस्याको समाधान भनेको जेनजीहरुका मागलाई संविधानमै मेजर मागहरुलाई तपाईहरुले पनि धेरै हट गर्न मिल्दैन। अब 20 वटा 25 वटा माग अहिले नराख्ने, मुख्य 4-5 वटा मागलाई अहिले नै सबै पोलिटिकल पार्टीहरु सहित देशका सरकारवाला भनौं नागरिक समाज सहित एउटा गोलमेज गर्ने, त्यो गोलमेज अन्तर्गत एउटा सहमति बनाउन र मुख्य मुद्दाहरुलाई संविधान भित्र राखेर हैन संविधानमै व्यवस्था गर्ने र अरु बाँकी मागहरु जुन छन् माइनर मागहरु त्यसलाई चाँडोभन्दा चाँडो इलेक्सनमा लगेर चाहिँ कमिङ पार्लियामेन्टले त्यसलाई एड्रेस गर्ने। मेरो भनाइ यही हो। यो मेरो भनाइ जारी रहन्छ। मैले एउटा कुरा भन्छु जस्तो यति जना मरे यत्रो विध्वंस भयो नि त दाइ, संविधान संशोधन भएन, पत्र खारेज भएन, यतिकै चुनाव भयो भने के फाइदा भयो? सुन्ने चिज उपलब्ध भयो नि त। तपाईले बारे बोल्नु भएन, कहाँ बोलिन मैले? भर्खरै बोल्नु भएन कि किन नबोल्नु? बोल्नु भयो। बोलिरहेको त बुझ्नु न त। म के अरु भाषा आफ्नो हुन्छ, मेरो भाषा बोले मैले हैन, मै भनिरहेको छु।